साथमा गरौँला बैशाखमा गरौँला भन्दा भन्दै भिड पार्यो बल्ल बल्ल देखेको मैलाई होटी लेखेको केही केटी मन पर्यो मलाई केही केटी मन पर्यो बाबा केही केटी मन पर्यो केही केटी मन पर्यो बाबा केही केटी मन पर्यो किन बडाबा ल अब मन परेर मात्रै हुन्थ्यो त्यसको रूप र कस्तो छ जिन्दगीमा एक खेप पनि बिहा बाउको बेटा थाम्नु पर्यो नि सोचेर म गर्थेँ स्वास्थ्य बच्चा कति थियो कति थियो कति थियो चिउडालो मिले कि कम्मर छचिने कि ओठामा लाली छ त्यसको होटी पनि होइन अघि पनि होइन गौगोरी काली छ रूपराई गौगोरी काली छ बडाबा गौगोरी काली छ लाग्छे गौगोरी काली छ बडाबा गौगोरी काली छ मुकुन्दे किन बडाबा अब रुपै दाब मात्रै कालो भएर के बिग्रिन्छ त मन चाहिँ सफा हुनु पर्यो क्या मुकुन्दे भइगयो नि अनि लक्षिण अलक्षिण बानी बेहोरा कस्तो छ त त्यसको बोल्दिन भित्री कुरो खोल्दिन लेखा पढे राम्रो छ त्यस्तो कस्तो कस्तो थादिन जता पायो जादिन बोली अलि राम्रो छ तर बोली राम्रो छ बाबा बोली चाले राम्रो छ लाग्छे बोली चाले राम्रो छ बाबा बोली चाले राम्रो छ मुकुन्दे केले बडाबा अब गिरफ्तीका खातिर हरदम गर्न खस्रो त हाम्रो बोली पनि त हुनु पर्यो नि मिठा बोले त धन हिँड्छन् हौ हिँडाएर खोजी नीति गर्नु परेन अनि कुल खानदान कस्तो छ त बाउ पनि बसिला दाजु भाइ हँसिला आमा चाहिँ मुखाले चौता 10 भाइ छोरा भाती एउटी छोरी हुर्काका सुखले त्यसलाई छोडेन दुःखले बराबर हुर्काका सुखले कहिल्यै छोडेन दुःखले बराबर हुर्काका सुखले मुकुन्दे हजुर बडाबा त्यो मारु रागिनासे बच्चालाई केटी भए पुगिहाल्छ भविष्य सपार्न यसो अलिक गतिले गरी मनकै दाइको हात लगाउनु पर्छ क्या चाबो जिउरी छोरीलाई कति माग्यो त्यति दिन सक्छन् तिनीहरू माग्न पर्छ लन्ठु माग्न पर्छ मौका यो हातका महिला सुनका छैला के गर्नु धनले ले बराबर हमरा पनि चेली चल्नुपर्छ डोली नरोकोस् दाइ जोले दाइ जो पनि दिँदैनौ बडाबा लिन पनि लिँदैनौ दाइ जो पनि दिँदैनौ बडाबा लिन पनि लिँदैनौ बडाबा मुकुन्दी होइन बडाबा मुकुन्द प्रसाद शर्मा भन्नुहोस् मुकुन्द प्रसाद शर्मा मर्जी होस् बडाबा लो हेर यो बाछो डुक्रेको तेरा तिग्रा सप्रेपछि के गन्थिस् हामीलाई ठिक्क ढुन्डुकारी बज्जा रीति थिति चाल चलन बागमतीमै सेलाउने भइस् होइन हेरौ तैँले गरी खाएको म पनि उहिलेका रीति खुइले बडाबा सुन्नुहोस् बरु जिन्दगीभर नागे बसिन्छ तर दाइजोको नाउँमा फुट्टी सुकोले मार्यो दाइजो लिन्न बडाबा अब अहिले तोकेरी माग्न जानुपर्छ कन्या अर्थका लागि ल हजुर अघि लाग्नुहोस् अब घर बुढा भनेको हजुर नै हो म बजिया थिएँ के पछि पछि आउला हिँड्नुहोस् बडाबा ए बडाबा किन बज्जे तपाईँ मसँग के रिसाएको तँ बज्या झ्याससँग रिसा होला त छा 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 उसो भए सडक अघि लाग्नुहोस् न हामी पछि पछि आउँछौँ भइगयो त हौ लु तैँले दिटिस् लु म अघि लागेँ तिमीहरू ठेउकी पछि पछि आऊ अघि अघि म हिँड्छु पछि पछि त आइज बाउ छोरा सबै जाउँ भन्न पाइएन दाइको हामीलाई चाहिएन दुःख सुख बाँचौला मुकुन्दे आगनीमा नाचौला बाउ छोरा मुटु मुटु हातौला बाउ छोरा आगनीमा नाच